हुन्छ। खासै त्यस्तो नौलो कुरा पनि केही भन्न आँटेको होइन, आफ्नै जिन्दगीको बारे सुनाउन आँटेको। पहिलाबाटै सुनाउँदै आउँदै थिएँ, सबैलाई थाहा छ। खासमा म एकदम मासुम हो क्या मान्छे, नै जानिनु पर्ने। यो कुरा मलाई कहिले थाहा भयो? धेरै अगाडि, एकदम बच्चा बेलामै भएको। यो त के घरमा पुराण थियो क्या। हाम्रो समाज फेरि मान्छेलाई चाहिँ अलिक यस्तो नजरले हेर्ने छ नि त जे कुरामा नि। फर इक्जाम्पल महिनामारी भयो, अरे तैँले छोएको त म खाँदिनँ, पानी पनि नछ त पर गइस जा पर भन्ने क्या। मेरी दिदीले चाहिँ यस्तो फाइदा उठाउँथ्यो यो कुराको, काम गर्न अल्छी लाग्ने। म सानै घरमा पूजा अस्ति पुरा नआओस्, सँगसँगै उसको पिरियड पनि आउँथ्यो। सबै काम मैले गर्नुपर्ने क्या। अनि फेरि त्यो पुराणमा चाहिँ गाउँभरिको सबै बोलाएको थियो क्या। मेरो आमा नेता हुनु नि त। त्यस पछाडि ला मलाई त पिरियड भयो है, आफै काम गर ढाँटिस, म तेरो तालामाला बुझ्छु, मलाई प्रुफ देखा भने। ठिकै छ नि त, उसले नि सङ्को चाहिँ नमानिकन आफूले लगाएको कार्ड देखाइ त्यही यस्तो कपडामा राखेको म त सानै थिएँ नि त, मलाई के थाहा कस्तो हुन्छ पिरियड। अरे सेमिडी काम गर्नुपर्छ भनेर ढाँट्छेस्। अस्ति मैले किनेर ल्याएको जापानको झन्डा राखेर मलाई ढाँट्छेस्। जापानको झन्डा पनि सेतोमा बिचमा धब्बा रातो हुन्छ नि त। त्यस पछाडि यति भन्न नपाए यस्तो जोडले थप्पर खाइयो बाबा। समझदार भयो क्या। अनि समझदार भएर म समझदार मान्छेभन्दा पहिले कलेज चुज गरेँ, इलाम। मेरो इन्ट्री भयो है अब इलाममा। आए ऊ त्यो घरमा बस्थेँ म, यस्तो आयो प्रिन्सिपल सर अगाडि यहाँ हुनुहुन्थ्यो। अरे बाबा प्रिन्सिपल सरको घर यत्रो ठुलो, कलेज कत्रो। यो कोठाबाट ठुल्ठुलो आवाज आइरहेको थियो, नेताको जस्तो भाषण। सरले त नेतालाई पनि घर भाडा दिनुभएको रहेछ। कलेज त कत्रो हो कत्रो है, कलेज देख्नलाई आतुर भएन। अब एकछिनमा थाहा भयो कि भाषण गरिरहेको नेता जस्तो नेता होइन, हाम्रो गफाडी साथी सुजन खत्री। यो कलेज होइन, सरी यो घर होइन, हाम्रो महान इलाम आइसिएससी कलेज रहेछ। सपना टुट्यो, तर बिल्डिङमा नजाने, पढाइमा जाने, प्र्याक्टिकलमा जाने, टिचरमा जाने। हामी कति ट्यालेन्ट छौँ। 3.49 लगभग फोनै जिपी लिएर पास हुन्छन् हाम्रा टपरहरू। त्यस पछाडि अब कलेजको समझदारी त्यस्तै भयो, मान्छेको समझदारी भनेर मान्छे चाहिँ समझदार खोज्न थाले। त्यस क्रमसम्म मलाई